यदि तपाईलाई ट्रेडिङ स्टार्ट गर्नु छ बट कुनै कोर्स किन्ने पैसा छैन भने म तपाईलाई सिम्पल रोड म्याप दिन्छु टु स्टार्ट ट्रेडिङ इन नेपाल एन्ड ट्रस्ट मी दिस इज द ओन्ली अप्सन टु लर्न एन्ड स्टार्ट ट्रेडिङ। प्लिज नोट दिस, फेज 1 मा तपाई शेयर मार्केट, ट्रेडिङ एन्ड इन्भेस्टमेन्ट को बेसिक कुराहरू बुझ्नुहुन्छ सो दैट यु क्यान डिसाइड तपाईलाई ट्रेडिङ गर्नु छ कि इन्भेस्टिङ। देन फेज 2 शेयर मार्केट को लागि चाहिने एकाउन्ट्सहरू ओपन गर्नुहुन्छ र आईपीओ एफपीओ रिलेटेड कुराहरू बुझ्नुहुन्छ फर प्राइमरी मार्केट। फेज 3 मा फन्डामेन्टल एनालाइसिस को बेसिक कुराहरू बुझेर टेक्निकल एनालाइसिस स्टार्ट गर्नुहुन्छ। नाउ टेक्निकल एनालाइसिस मा धेरै कन्सेप्टहरू हुन्छ बट मोस्ट इम्पोर्टेन्ट टपिक्स को कुरा गर्नु पर्दा फर्स्ट मा सपोर्ट एन्ड रेजिस्टेन्स, जसको युजले मार्केट अथवा स्टक कुन लेभलबाट रिभर्स हुन सक्छ भन्ने कुरा आइडेन्टिफाई गरिन्छ। नम्बर 2 ट्रेन्ड एनालाइसिस, जसको युजले वी क्यान आइडेन्टिफाई मार्केट अहिले कुन ट्रेन्डमा छ, बुलिश ट्रेन्ड, बियरिश ट्रेन्ड कि साइडवेज ट्रेन्ड। देन नम्बर 3 क्यान्डलस्टिक प्याटर्न्स, यसले चाहिँ ट्रेडर्स को साइकोलोजीलाई रिप्रेजेन्ट गर्छ, यानी किन्ने मान्छे धेरै छन् कि बेच्ने मान्छे धेरै छन्। एन्ड नम्बर 4 भोल्युम एनालाइसिस, जसको युजले वी क्यान आइडेन्टिफाई करेन्ट मार्केट प्राइसमा बायर्स एन्ड सेलर्स कतिको इन्ट्रेस्टेड छन् टु बाई एन्ड सेल शेयर। यो सबै बुझिसकेपछि बिस्तारै ट्रेडिङ साइकोलोजी लाइक फियर, ग्रीड, पेशेन्स जस्तो कुराहरू बुझ्नुहुन्छ, व्हिच इज एकदमै इम्पोर्टेन्ट। ट्रेडिङ साइकोलोजी माथि अलरेडी धेरै भिडियोज अपलोडेड छ। अल द बेस्ट।